ओइ केटा ओइ रे बा खस्नु होला अनि डरै हुन्छ ओइ केटा दुई चार शब्द बोल्दैन यार के हो कता आनिस रे मा काला कुकुर लाइट वाल्न ओइ केटा भएन के यार ओइ केटा ओइ केटा हेर न हेर नमारे बढे उफ्रिन्छ दाइले सुत्न सक्नुहुन्छ यहाँ तिर हात चलिरहेराख्ने भने फेरि आडै छैन नि राम्रै रे बा खस्नु होला अनि डरै हुन्न त बेपत्तै छ गो यताको त पुगिन्न सक्छ आज छ पुगिन्छ अनि पुगिन्न यताको त्यसरी बसेपछि लोटिन्न भनेको कहाँ मिलुस् होचको हामी त स्वर्ग छौँ स्वर्ग खतारै भएर होच के ब्रेक लाउँदाखेरि कहाँ हुन्छ त्यस्तो घर पुगिन्छ आज बोकेर भात पुगिन्छ आज ओइ केटा दुई चार शब्द बोल्दैन यार के हो यार कहिले कसो तेरो फ्लाइट ए यहाँ रेकर्ड रहेछ हौ कानुन लाग्ने गरौँला है मलाई होइन त्यस्तो हुन्न फेरि प्रधानमन्त्री बल्ल पासपोर्ट हो कहिलेको छ त अब कति दिनपछि बोलाएको छ 45 दिनपछि सुदन गुरुङ चाहिँ बोल्ने रहेछ त्यो गाडी हिँड्ने मान्छे नि त्यसलाई नि सोच्नुपर्छ भनेर पुर्जी काट्यो भने त मारे 45 दिन लाग्छ र मैले पनि बनाउने यार रहेछ लाउँदा 6 महिनालाई टिकट पाइन्छ त भनेपछि बस्छ छैन मस्तै सिक्ने भयो कल निकालिन्छ बाले ल ठिक छ तयार मनम राम्रैसँग भने हान के त्यसपछि के गर्ने नि फेरि हामीले उठ्न पर्छ हो उठ्न पर्छ अब अर्को चुनावमा हैन बा मैले उठेर हिँडेको देख्थेँ त होइन अब होइन एकछिनपछि त उठ्नुहुन्छ ती भर्खर उठ्दिने हो र उठेर गइदिने बा ए उठी नानी बाबु हजुर म त बुढो मान्छे भएँ हजुर अहिलेका नयाँ युवा जेन्जी बाबुहरू भन्नुपर्छ कुरो घुमाउनु लाउनु हो के आन्दोलन गर्ने बेला हामी इन्डिया थिमको बात चाहिँ गऱ्यौँ हामी त जेन्जी भन्न सोध्न बा इन्डिया थिम हामी आन्दोलन अब हामी अब त्यस्तै हो कोही इन्डिया कोही दिल्ली हजुर कोही विदेश हजुर होइन हजुर हुँदा त मन रुन्छ नि होइन बा यो किन यस्तो डोगरी यस्तो हामीलाई चाहिँ भित्र लाग्ने हान्ला यसले किन हो होइन हान्दैन स्पिडै आएको त हजुर के ब्रेक फेल हो क्या यसको कता आनिस रे मा काला कुकुर गाली नगर्नु बा गाली नगर्नु बच्चे चढाइदिएका किसिमले आउँछ हान्न त हान्ने होइन नि गाडी आउनु त डर लाग्छ डर त डरै हुन्छ नि यसको कस्तो धेरै लाग्दैन आरामसित डर मात्र हुन्छ यू देख न यार भाडा गाउँ अझै बाँकी आएन पाक्ने बेला होइन भयो छैन अझै होइन अब यत्र भएको छन् अझै त हडेलै छ हेर न फेरि हडेला भन कस्तो मान्छे रहेछ यार वा सुन्तला हो कि फेरि यस्तो देखिन्छ फेरि नेपालमा ठाउँमा फेरि यस्तो खतरा देखिन्छ अर्को समय कहाँ हो र बा कहाँ खस्तोको बा कहाँ रे थुम्का भन्नु केटाहरूले चिन्ने नगर्थे होइन अब हामी अब भर्खरको पर्यो हजुर अब अलि पुरानो मान्छे खासै देखिएन पनि दिलको बुवालाई मलाई सबै थाहा छ नाम बताएँ मैले फटाफट चिन्छु लेखपढ चिन्छ हजुर बा यही हो जो मोबाइलमा बताएको छ नि हजुर वही गर्छ घर चाहिँ कहाँ हो थुम्का भन्ने कहाँ हो बा थुम्का भन्ने
देखेँ घरदेखि माथि त होइन खोला बारी हो कहाँबाट ओइ केटा तल्लो बाटो गएको छैन हजुर गएको तल्लो बाटो त सिधै खल्नु तिमीले चिन्दैन केटा हो तलेर है त्यो पछाडि फर्केर हो कि नचिनेको उता फर्किने यता कहाँ चिनिन्छ म धेरै बस्न आयो ए भनेपछि हजुर भैल खेल्ने बेला के रहने उतातिर हो विदेशतिर हो बाहिरी देश त्यसो भनेपछि खासै नेपालमा बस्नु कहाँबाट हजुर झोला चाहिँ हजुर हजुर यहीँ छ यहीँ के फुट्ने सामान त छैन गरिसकेको होइन भ्यू पछि नै जना एयरपोर्ट जाम्ला गयो केटा एयर भनेर उनीहरू सँगै जाम्ला कहाँ त्यही ठाउँमा जाने साह्रो ठाउँ त्यहाँ सुन्दर यहाँको केटाहरू होइन हामी त उयो कहाँ निस्टिको हो मलाई सबै थाहा छ केटा हो अम्बा कति राम्रो फलेको है जति गरे नि रुख पनि ठुलै रहेछ ठुलै छ पाउन्डले जति पर्छ नि त्यो स्वर्ग जान्छ अरे त त्यो मोबाइल देख्दिनँ हो र ए त्यस्तो हो है मलाई त पहिलोचोटि थाहा भयो देख्दिनँ हो म जान्छु अनपढ केही नजाने मान्छेले बोलेको त जाँदो रहेछ है मन्त्र पढे सिधै गयो स्वर्गमा नै जे बोल्यो त्यहीँ गयो ए त्यस्तो हो है जे बोल्यो त्यो गयो जान्छ जो बोलो वहीँ गयो त्यहाँ त पाप त्यही जो बाहुनले भन्छ बाहुन मान्छे हेर्न यता नि यार बेला बेला यार मुस्कान छ अरे त यार के हो यार कुना बसेर यार मेरो त हात खुट्टाको सबै ओए के हो मेरो लोड त त्यता देउ छैन है देउ छैन है गर यस्तो गुना बस्नु छ बाबुरे सजिलोमा पऱ्यो नि कसो पऱ्यो अलि अब सजिलो अब ढुक्कमा के एकदम अब ढुक्क हुन्छ अब पुरा आडिस लिनु अघि खुट्टा यहाँ त अझ त्यस्तो भाँच्यो भने हिँड्ने कसरी चल्न म त चल्नै नसक्ने भयो अगाडि भयो पछाडि सिट त कम्फर्टेबल होइन भएन कम्फर्टेबल छैन त्यो बोरीलाई बाहिर झर्नु दिँदैन हुन्न मोबाइल चाहिँ कहाँको हेर्थ्यो खस्नु होला बा भित्र स्याम्पिया रहेछ अब त सकिन्नको ल आडेस लाउनु अब के गर्नुहुन्छ आडेस लाउनु अब हो हजुर हजुर अब आनन्दै हो यो यसले बुझ्यो छ नि यसले दिएछ यो नभए त गइदिन्छ अलिक छिटो चलायो नि हुँदो देख्दैन यतिका लोडमा के पुगिन्थ्यो कि नगर छाडे माथि पुग्ला फेरि घर अन्यहरू मासु भात पकाएको सेलाउने होला अहिले पकाएर खाउँला घर पुगाम के अरे होइन हिँड्न सकिएन पहिला यो मान्छेको बिन्दास छ यार मेरो बेलनमा म त अलग्गै टिकट काटेको थिएँ कि जस्तो भित्र बस्नुभन्दा त यो त बेला बेला गर्मी के बेला बेला चिसो सर र एसीमा पुरा यस्तो पिरालो नै लाग्छ मजा हो के लाइट बाल्न केटा भएन क्या छोप्नै
सबलाई यो वाला गीत सुन्नु पछि लाग्ने कोही बेटा छ कि त्यसको नाम मात्रै भन त्यसकै घरमै छिरेर तिम्रो नम्बर जोड्ने बानी अलिक ओए हजुर ओहो बहिनी